लु फिक्कलमा आइपुगेको छ के भन्छ केटा हो के भन्नुपर्ने भन्दा चाहिँ नि एकदमै यहाँ नेपालको यो जग्गा एकदमै रमाइलो रहेछ एकदम यो अवश्य यहाँ फोटो खिच्नुलाई उइस गरिरहेछ हामी जाँदैछौँ फिक्कल बजार एकदमै सुन्दर अनि राम्रो छ फिक्कल बजार अति नै रमणीय हामी अब यहाँबाट कन्यामतर्फ गइराखेका छौँ आज हामी कन्याम घुम्ने हो फिक्कल बजारमा यी सबै कुराहरू पाइन्छ हामी हेर्दै गइराखेका छौँ छुर्पी यी सबै विभिन्न प्रकारको मिठाई अचारहरू पाइन्छन् सुन्दर फिक्कल बजारबाट अब हामी कन्यामतर्फ गइराखेका छौँ जानुहुन्छ भने चाहिँ ल कन्यामा आइपुगेका हामी अब कल्चरिङ ड्रेस लाएर फोटो खिच्नु हुने जग्गामा झर्नु हुने कि कल्चरिङ ड्रेस पाउँदा नि एकैछिनमा निकालिदिन्छ तपाईँहरूको फ्रेममा डिएसएलआरबाट हाल्दा एकैछिनमा निकालिदिनु क्या फोटो खोजेको त्यस्तो यहाँ सुन्नु न तामाङ नेवार गुरुङ राई मगर सबै पाउँछ ड्रेस तपाईँको कल्चरिङ यहाँ हो है हजुर हजुर हुन्छ यतातिर झर्छौँ यही साइड गरिदिनु न अगाडि कन्याममा पर झर्नु नि त कन्याममा हुन्छ लु कन्यामा झर्नु आई लभ कन्याम लेखेको जग्गा हुन्छ त्यहाँबाट यता हिँड्दै हिँड्दै आउनु होइन हजुर अनि यहाँ फोटोसोटो खिच्नु यो अटोहरू जान्छ अहिले भएर खिच्दा ए हजुर अटोमा पनि चढिदिनु यहाँ आएर हौ यहाँ अटोहरू कन्याम धेरै सुन्दर भएछ है यहाँ राति छ नि तपाईँको यो धुपीतिर सबै लाइट बल्छ क्या लाइट झन् दामी देख्छ क्या फोटो खिच्दैछ केटाहरूले यहाँ एक्सनसँग क्यामेराम्यान यहाँ बेन्जामिन र आरोन बेन्जामिन लु भन् के भन्छस् के भन्दैनस् एरो लु भन् के भन्छस् एरो मजा आइरहेको छ कि छैन कस्तो भन्ने मुड छैन अवश्यले भन् के भन्छस् के भन्दैनस् चल के भन्छौ कन्यामा आइराखेका छौ रमाइलो भयो एकदम रमाइलो छ मजा आइराखेको छ मजा आइरहेको ल ल मान्छेहरू टुरिस्ट एकदमै भिड छ हाम्रो यहाँ कन्याम डाँडामा अब कन्यामदेखि हामी झरेर उ तल देख्दै गरेको बजारमा हामी जान्छौँ हर्षिलो बोल्ने मान्छे गफ गर्ने मान्छे यहाँ गफ दिनु हुँदैछ हामी हेर्दैछौँ भ्लगर जस्तै छ ऊ पनि क्यामेरा बोकेर हिँडिरहेछ यता आयो केटा हो यहाँबाट फोटो राम्रो निस्किँदो रहेछ लु यहाँबाट ल राम्रो भइरहेछ एकदमै राम्रो एकजना बुढो यहाँ बोलिँदैछ बोलिराखेको छ अन्जुल घुम ल राम्रो भइराखेको छ यहाँ हाम्रो 3 भाइ हिरोहरू ए यहाँ खै आज यिनीहरू के भएको फोटो खिच्दैछ यिनीहरूले पनि तलबाट कमानहरू कन्याम बजार आइपुगेका छौँ हामी
बजार भन्दा पनि बजार जस्तै रहेछ। फराकिलो ठुलो रोड घुम्नलाई रमाइलो। एक्चुअली मैले भन्न पर्दा चाहिँ कन्याम भनेर हामी कन्याम घुम्न आयौँ, तर मलाई चाहिँ खासै त्यस्तो चाहिँ केही पनि लागेन कन्याममा। वरिपरि त्यस्तै ठाउँहरू जो हाम्रो दार्जिलिङ वरिपरि भइराखेको जस्तै ठाउँहरू नै देखिँदो रहेछ। र यस ठाउँमा चाहिँ टुरिज्म सेन्टर भएर जानुको मुख्य कारण चाहिँ यो अब अलिकति चियापत्ती बगानहरू राम्रो देखिँदो रहेछ र त्यही कारणले यो ठाउँ चाहिँ अलिकति राम्रो जस्तो मात्रै रहेछ। र एक्चुअली हाम्रो युजली दार्जिलिङमा होइरहने कुराहरू नै देखिने कुराहरू नै यहाँ पनि हर्स राइडिङको निम्ति यहाँ छ। हर्स राइडिङ कहाँसम्म गर्नुहुन्छ तपाईँले? कहाँ चिया बगान भन्नाले कति घुमाको भारू? अनि यी नानीलाई एकछिन यताउता मात्रै हुँदैन? कहाँसम्म लानुहुन्छ? कति लिनुहुन्छ भारू? दुईजना हुन्छ आमा छोरा? लु चढाइदिनु त्यसो भने। ल ओके। यहाँ माथि यी वरिपरि टाढो होइन ल? होइन यहाँ माथि छ ल। अब आमा छोरा घोडा चढ्छ। होइन तपाईँले लानुहुन्न? ए अच्छा अच्छा। कति? 150 रुपियाँ हो। कहाँसम्म? ऊ माथि डाँडा जाँदैन? होइन हौ यहाँ फोटो त हामी खिचिहाल्छौँ नि, किन? ल लु 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 इष्ट ल। अनि नानी चढ। लु यो सुन्दर घोडामा आमा छोरा चढ्ने छ। थाम्छ क्या आमा छोरालाई यो घोडाले हो? होइन कहाँ गल्छ नि ऊ माथिसम्म अब। तिमीहरू चढ्ने हो घोडा? घोडा हो? लु कमान गो गो लेट्स गो। लु म होइन ऊ यिनीहरूलाई हेर्छु, तिमीहरू जाऊ लु। ल होइन गरेको छु। दुईजना गइराखेको छ। अन्जुल र उसको मम्मी घोडा चढ्नु पाइरहेछ कन्याममा। ल अब जाउनु पाउँदैन केटा, गएर आइज। ल छिटो। 300 भने हैन 188 दिनु न इन्डियन करेन्सी। ल त्यो डाँडामा गएको चाहिँ 500 अरे। ल 500 छ होला नि? आमा
कसैले दिएको है आधा केजी छ 100 जाने हो अब गयो डाँडामा हजुर गयो राम्रो देख्दो रहेछ त्यहाँबाट एकदमै दामी यो चाहिँ कति हो अब भने हामी दोकानमा यो 100 घरमा कोसेली लानलाई मिठाई छुर्पीहरू यहाँ किनिराखेका छौँ होममेड घरमै हातले बनाएको ग्रिन मिठाईहरू सिटी अचारहरू यहाँ पाइन्छ ललिपप यहाँ जुन चाहिँ हेर्दैछौँ यो चाहिँ के रहेछ प्लास्टिक मालिस थियो अघि यो कन्याम पनि घुम्यो फिकल पनि घुम्यो अब हामी घरतर्फ लाग्न लागिराखेका छौँ अब पशुपतिको बाटो भएर हामी घर फर्कन लागिराखेका छौँ रमाइलो भयो आजको हाम्रो यात्रा एकदमै राम्रो भयो हुनु त हाम्रो यात्रा इलाममान थियो नामसालिङसम्म थियो तर ती सबै भिडियो मैले यहाँ लिएर आउन सकिनँ अवश्य नेक्स्ट भिडियोमा लिएर आउने छु र यस समय तपाईँहरूले मेरो यस भिडियोलाई हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहुन्छ भन्ने म आशा राख्दछु साथै अहिलेसम्म तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला आउँदो दिनमा यस्तै रमणीय सुन्दर भिडियोहरू म लिएर निरन्तर तपाईँहरूको सामु म आइरहनेछु र हुन्छ यहाँहरू सबैजनालाई धन्यवाद।